नमस्कार साथीहरु, तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज पनि तपाईहरुमा चाहिँ म नयाँ भिडियो लिएर आइसकेको छु। साथीहरु, आजको भिडियो रहेको छ राष्ट्रिय परिचय पत्रको अनलाइन फर्म चाहिँ तपाईले चाहिँ आफ्नो ल्यापटप अथवा मोबाइलबाट चाहिँ कसरी भर्न सक्नुहुन्छ भन्ने तपाईले चाहिँ यो प्रक्रिया चाहिँ मैले चाहिँ आफ्नो ल्यापटप शेयर गरेर देखाउन गइरहेको छु है। अनि तपाईले यसमा मुख्यतया के ध्यान दिनुपर्छ भने चाहिँ तपाईले चाहिँ त्यो फर्म भर्दा चाहिँ तपाईले चाहिँ ओटीपी कोड को लागि चाहिँ आफ्नो नम्बरमा चाहिँ तपाईले चाहिँ नम्बर इनपुट गर्नुपर्ने हुन्छ। अनि फन्ट चाहिँ तपाईले चाहिँ नेपाली युनिकोड रोमनाइज चाहिँ ल्यापटपबाट चाहिँ त्यो डाउनलोड गर्नुपर्ने हुन्छ। अनि तपाईले चाहिँ यदि मोबाइलबाट फर्म फिलअप गर्दै हुनुहुन्छ भने मोबाइलमा चाहिँ तपाईले एप स्टोर अथवा गुगल प्ले स्टोरबाट चाहिँ तपाईले चाहिँ युनिकोड रोमनाइज फन्ट चाहिँ तपाईले डाउनलोड गर्नुपर्ने छ है, त्यसको लागि चाहिँ है। अनि तपाईले चाहिँ नागरिकताको विवरण चाहिँ भर्नुपर्ने हुन्छ है। तपाईले चाहिँ हाल चाहिँ अहिले 72 पछि के परिवर्तन भएको छ त्यो चाहिँ भर्नुपर्ने हुन्छ है। तपाईले नागरिकता पुरानो 72 भन्दा अगाडिको हो भने चाहिँ त्यहाँ गाविस पहिलाको गाविस चाहिँ अहिले नगरपालिका भएको हुन सक्छ, के भएको छ त्यो डाउनलोड गर्नुपर्छ। वडा नम्बर कति परिवर्तन भएको छ पहिलाको र अहिलेको के छ त्यो 72 पछिको 72 भन्दा अगाडिको 2072 भन्दा अगाडिको नागरिकता हो भने चाहिँ तपाईले चाहिँ हालको के भएको छ त्यो 72 पछाडिको के भएको छ 73 74 अहिले के भएको छ त्यो चाहिँ नागरिकताको त्यो चाहिँ गाउँपालिका नगरपालिका परिवर्तन भएको छ नि 72 पछि, त्यो अनुसारको तपाईले डिटेल भर्नुपर्ने हुन्छ है। अब म चाहिँ तपाईलाई मेरो ल्यापटप स्क्रिनतर्फ तपाईहरुलाई देखाउन गइरहेको छु है ल्यापटपबाट है। सर्वप्रथम तपाईहरुले चाहिँ ल्यापटप अथवा मोबाइलबाट चाहिँ कुनै पनि ब्राउजर ओपन गर्नुस् है। म चाहिँ यहाँ चाहिँ तपाईहरुलाई चाहिँ गुगल क्रोम ब्राउजर ओपन गरेर देखाउन गइरहेको छु है। यदि तपाई मोबाइलबाट युज गर्दै हुनुहुन्छ भने तपाईले ओपेरा क्रोम जुनसुकै ब्राउजर पनि ओपन गर्न सक्नुहुन्छ है। म चाहिँ यहाँ गुगल क्रोम ब्राउजर ओपन गर्न गइरहेको छु है। ओपन गरिसकेपछि यहाँ तपाई देख्न सक्नुहुन्छ यहाँ गुगल क्रोम ब्राउजरको इन्टरफेस खुलिसकेको छ है। त्यसपछि यहाँ सर्च बारमा चाहिँ तपाईले चाहिँ एनआईडी फ्री इनरोलमेन्ट तपाई त्यहाँ देख्न पनि सक्नुहुन्छ, तल आइसकेको छ। यसमा क्लिक गर्नुस्। क्लिक गरिसकेपछि यहाँ तपाई सुरुमा देख्न सक्नुहुन्छ, सुरुमा आएको छ एनआईडी फ्री इनरोलमेन्ट भनेर। यसमा क्लिक गर्नुस् है। त्यसपछि यस्तो किसिमको इन्टरफेस ओपन हुन्छ है साथीहरु। यहाँ के भनेको छ गभर्नमेन्ट अफ नेपाल मिनिस्ट्री अफ होम अफेयर्स भनेर यो पञ्जीकरण डिपार्टमेन्ट अफ नेशनल आईडी एन्ड सिभिल रजिस्ट्रेसन एनआईडी फ्री इनरोलमेन्ट भनेर यस्तो किसिमको यहाँ चाहिँ इन्टरफेस खुलेको छ है। यतापट्टि हेर्नु भने तपाईले चाहिँ एनआईडी फ्री इनरोलमेन्ट सिस्टम भनेको छ। हामीले चाहिँ यहाँ लगइन फर इन्डिभिजुअलमा लगइन गरौँ है सुरुको। त्यसपछि यहाँ चाहिँ यस्तो किसिमको इन्टरफेस ओपन भएको छ। यहाँ के भनेको छ इन्टर योर मोबाइल नम्बर भनेको छ। तपाईले आफ्नो मोबाइल नम्बर राख्नुस् है। यहाँ चाहिँ ओटीपी कोड आउँछ अनि बल्ल मात्र फर्दर तपाई त्यहाँ इन्ट्री गर्न सकिन्छ है, अगाडि प्रोसेस गर्न सकिन्छ। मैले यहाँ चाहिँ यो नम्बर राखेँ है। त्यसपछि नेक्स्टमा क्लिक गर्नुस्। त्यसपछि तपाईको मोबाइलमा ओटीपी कोड आउँछ है। त्यो ओटीपी कोड चाहिँ तपाईले यहाँ चाहिँ इन्टर गर्नुपर्छ है। त्यसपछि चाहिँ इन्टर गरिसकेपछि यस्तो किसिमको इन्टरफेस आउँछ है। यहाँ चाहिँ तपाई देख्न सक्नुहुन्छ है। त्यसपछि यहाँ चाहिँ तपाई न्यू इनरोलमेन्टमा जानुस् है। यो यहाँ तल देखाएको चाहिँ यो भन्दा अगाडि मैले इनरोलमेन्ट गरेको थिएँ, फर्म भरेको थिएँ, त्यसैको आयो है। अब यहाँ चाहिँ तपाईले नयाँ गर्ने हो भने त नयाँमा न्यू इनरोलमेन्टमा क्लिक गर्नुस्। त्यसपछि चाहिँ यहाँ यस्तो अनलाइन आवेदन भर्न पूर्व ध्यान दिनुपर्ने कुराहरू भनेको छ। तपाईले यहाँ के भनेको छ नेपालीमा भर्नुपर्ने फिल्डमा नेपालीमा र इंग्लिशमा भर्नुपर्ने फिल्डमा इंग्लिशमा टाइप गरी कन्फिगर गरिएको छ भनेको छ। नेपालीमा भर्नुपर्ने फिल्डमा नेपाली युनिकोड रोमनाइजको लेआउट टाइप अनुसार टाइप गर्नुपर्ने छ। तपाईले चाहिँ मोबाइलबाट गर्दै हुनुहुन्छ भने पनि युनिकोड रोमनाइज चाहिँ तपाईले डाउनलोड गर्नु पर्यो। यदि तपाई ल्यापटपबाट गर्दै हुनुहुन्छ भने पनि तपाईले चाहिँ युनिकोड रोमनाइज चाहिँ इन्स्टल गरेर अनि मात्र गर्नु पर्यो है। मैले चाहिँ अलरेडी इन्स्टल गरिसकेको छु है। त्यसपछि विक्रम सम्मत र यो ईस्वी सम्मत चाहिँ यो स्वतः कन्भर्ट हुन्छ है। एस्ट्रिक चिन्ह अंकित फिल्डहरू चाहिँ अनिवार्य
रूपमा भर्नुपर्ने छ। त्यही एस्ट्रिक भनेको त स्टार दिएको चाहिँ तपाईँहरूले चाहिँ अनिवार्य भर्नुपर्ने छ है, नछुटाउनु होला है। म्यान्डेटरी फिल्ड भरिसके पश्चात सेभ ड्राफ्ट गरेपछि 13 अङ्कको आवेदन नम्बर प्राप्त हुन्छ भनेको छ है। एपोइन्टमेन्ट लिँदा आफूलाई पाइक पर्ने स्थान ड्रप डाउनमा देखिएको स्थान छनौट गर्नुहोस् र आफूलाई उपयुक्त मिति र समय एपोइन्टमेन्ट लिनुहोस् अथवा अन्य छनौट गरी मिति र समयको लागि नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोस् भनेको छ है। अब चाहिँ हामी चाहिँ सुरु गरौँ है यो फर्म भर्नको लागि है। म तपाईँहरूलाई चाहिँ यहाँ डेमो देखाउन गइरहेको छु है, कुनै पनि एउटा है। त्यसपछि पहिलो नाम भर्नुहोस्। यदि तपाईँको मिडल नेम बहादुर छ, जस्तै बहादुर कुमार त्यस्तो मिडल नेम हुन्छ नि, त्यो छ भने भर्नुहोस्। छैन भने चाहिँ अब यहाँ थर लेख्नुहोस् है, तपाईँको थर के हो। म चाहिँ यहाँ केही लेखेँ है, थर चाहिँ है। त्यसपछि यहाँ चाहिँ तपाईँले फर्स्ट नेम भनेको छ है, फर्स्ट नेम अङ्ग्रेजीमा लेख्नुपर्ने हुन्छ है। त्यसपछि मिडल नेम जस्तै बहादुर गुरुङ छ भने लेख्नुहोस् अङ्ग्रेजीमा, यता लेख्नु भएको छ भने यता पनि स्वतः लेख्न पर्यो। छैन भने यहाँ चाहिँ लास्ट नेम के छ, गुरुङ लेखेँ है। त्यसपछि तपाईँको यहाँ जन्म मिति लेख्नुहोस् है, जन्म मिति। त्यसपछि जन्म मिति चाहिँ इङ्ग्लिसमा चाहिँ त्यसपछि जन्म मिति चाहिँ अङ्ग्रेजीमा चाहिँ स्वतः कन्भर्ट हुन्छ है। त्यसपछि यहाँ चाहिँ जन्मस्थान भनिएको छ, तपाईँको जन्मस्थान कहाँ हो तपाईँले अब चुज गर्नुपर्छ है। म चाहिँ यहाँ चाहिँ कास्की राखेँ। त्यसपछि नागरिकताको किसिम के हो, नागरिकताको पछाडि हुन्छ है तपाईँको नागरिकताको किसिम चाहिँ है। धेरैको वंशज हुन्छ, अङ्गीकृत भनेको चाहिँ यो विदेशीले नेपाली नागरिकता लिए भयो, वैवाहिक अङ्गीकृत भयो। धेरै जसोको वंशज हुन्छ, तपाईँ नागरिकताको पछाडि हेरेर चाहिँ यहाँ चाहिँ चयन गर्नुहोस् है। त्यसपछि नागरिकता नम्बर लेख्नुहोस् है। त्यसपछि यहाँ जारी जिल्ला, कुन जिल्लामा नागरिकता बनाउनु भएको, मैले चाहिँ यहाँ कास्की नै चयन गरेँ। त्यसपछि जारी मिति भनेको चाहिँ नागरिकताको पछाडि हुन्छ है, जारी मिति चाहिँ। जारी मिति लेखिसकेपछि चाहिँ थोरै तल ड्र्याग गर्नुहोस्। त्यसपछि यहाँ के भनेको छ, लिङ्ग भनेको तपाईँको चाहिँ जेन्डर चयन गर्नुहोस् है, मेल फिमेल। अदर्स भनेको चाहिँ यहाँ चाहिँ मेल चयन गरेँ। वैवाहिक स्थिति भनेको छ यहाँ चाहिँ तपाईँ विवाहित हुनुहुन्छ भने चाहिँ विवाहितमा चयन गर्नुहोस्। एकल महिला हुनुहुन्छ भने एकलमा चयन गर्नुहोस्। तपाईँको सम्बन्ध विच्छेद भएको छ भने सम्बन्ध विच्छेदमा चयन गर्नुहोस्। विधुर हुनुहुन्छ, श्रीमती बित्नु भएको छ भने चाहिँ विधुरमा चयन गर्नुहोस्। मैले चाहिँ यहाँ चाहिँ अविवाहितमा चयन गरेँ है। पितृत्वको स्थिति भनेको चाहिँ नो नै हुन्छ, यत्तिकै छोड्नुहोस् है, नो नै गर्नुहोस् है। तपाईँको वंशजबाट नागरिकता लिनु भएको छ भने चाहिँ नो नै हुन्छ है। शैक्षिक योग्यता कति छ अब तपाईँले यहाँ चयन गर्नुहोस्। के छ, म चाहिँ यहाँ उच्च माध्यमिक लेखेँ। व्यवसाय के गर्नुभएको छ तपाईँले अब यहाँ चयन गर, विदेशमा टिचर कृषक हुनुहुन्छ कि शिक्षक हुनुहुन्छ, सरकारी सेवा, त्यो चाहिँ आफूले तपाईँको पेसा के हो त्यो चयन गर्न सक्नुहुन्छ। यदि पेसाको विद्यार्थी हुनुहुन्छ भने विद्यार्थी गर्न पनि सक्नुहुन्छ। यदि गर्नुहुन्न भने अदरमा चयन गर्न पनि सक्नुहुन्छ। नत्र कृषक नर्मल्ली कृषक गर्दा नै हुन्छ है। जात जाति भनेको छ तपाईँ कुन जातको कुन थरको तपाईँले एउटा चयन गर्नुहोस् है। त्यसपछि यहाँ चयन गरिसकेपछि तपाईँको धर्म के हो, हिन्दू हो बौद्ध अदर के छ यहाँ खुलाउँदा हुन्छ है। चाहिँ हिन्दू नै चयन गरेँ। त्यसपछि यहाँ चाहिँ नेक्स्टमा क्लिक गर्नुहोस्। नेक्स्टमा क्लिक गरिसकेपछि चाहिँ यहाँ चाहिँ फोन नम्बर भनेको छ त्यो चाहिँ पर्दैन। त्यसपछि मोबाइल नम्बर लेख्नुहोस् है। मोबाइल नम्बर चाहिँ अनिवार्य भर्नु होला, किनकि तपाईँलाई चाहिँ यो फोटो खिचाइसकेपछि बायोग्राफिक र डेमोग्राफिक डाटा लिइसकेपछि चाहिँ तपाईँलाई चाहिँ म्यासेज आउँछ है, कार्डको स्थिति कस्तो छ, कार्ड प्रिन्ट भएको छ कि छैन, कुन लोकेसनमा कार्ड आउने म्यासेज आउँछ है। यहाँ चाहिँ प्रदेश भनेको छ, कुन प्रदेश हो तपाईँको प्रदेश चयन गर्नुहोस् है। प्रदेश चयन चाहिँ यहाँ चाहिँ मैले गण्डकी गरेँ। गण्डकी गरिसकेपछि यहाँ चाहिँ जिल्ला कुन हो तपाईँको, जिल्ला चयन गर्नुहोस्। त्यसपछि चाहिँ यहाँ चाहिँ नगरपालिका गाउँपालिका कुन हो चयन गर्नुहोस् है। त्यसपछि वडा नम्बर भनेको छ, वडा नम्बर कति हो त्यो तपाईँले यहाँ चाहिँ चयन गर्न लेख्न सक्नुहुन्छ है। गाउँ टोल तपाईँको ठाउँलाई के भनिन्छ,
त्यो चाहिँ यहाँ चाहिँ तपाईले सिलेक्ट गरेर लेख्दा हुन्छ है टोललाई के भनिन्छ। त्यसपछि यता अङ्ग्रेजीमा टोल लेख्नुस् है। टोल लेखिसकेपछि चाहिँ एप्लिकेन्ट टेम्पोररी एड्रेस भनेको छ, यो चाहिँ सेम एज पर्मानेन्ट राख्दा हुन्छ है। यसमा चाहिँ तपाईहरुले चाहिँ लेखिराख्नु पर्दैन, नागरिकता अनुसारको पर्मानेन्ट जे छ त्यसलाई नै कपी पेस्ट सेभ एज पर्मानेन्ट गरे हुन्छ। त्यसपछि यहाँ चाहिँ तपाईको फादर डिटेल्स भनेको छ, तपाईको बुवाको नाम नागरिकता अनुसार लेख्नुस् है। पहिलो नाम लेखे, त्यसपछि यहाँ बीचको नाम छ भने लेख्नुस्, छैन भने छाड्दिनुस् है नेपालीमा। त्यसपछि थर भनेको छ, नेपालीमा थर लेख्नुस् है। त्यसपछि यहाँ इङ्ग्लिसमा फर्स्ट नेम के छ यता लेखेको त्यो यता लेख्नुस् है। त्यसपछि यहाँ मिडल नेममा यता के लेख्नु भएको छ त्यही लेख्नुस् है। त्यसपछि लास्ट नेममा चाहिँ के लेख्नु भएको छ यता त्यही लेख्नुस्। त्यसपछि यहाँ नागरिकता नम्बर भनेको छ, यो चाहिँ म्यान्डेटरी छैन है, यो स्टार दिएको मात्र चाहिँ भर्नु होला, अरु चाहिँ भर्न अनिवार्य छैन है। त्यसपछि फादर डिटेल्स भनेको छ, यो फादर डिटेल्स त तपाईले वंशजमा नागरिकता लिनु भएको छ, त्यही भएर सेम एज कपी एप्लिकेन्ट पर्मानेन्ट एड्रेस टु द फादर एड्रेस भनेको छ है। त्यो एप्लिकेन्ट एड्रेस र फादर एड्रेस एउटै हुने भयो, त्यो टिक लाउँदा हुन्छ त्यहाँ चाहिँ। त्यसपछि मदर डिटेल्स भनेको छ, तपाईको मम्मीको पहिलो नाम के हो त्यो लेख्नुस् है। त्यसपछि बीचको नाम छ कुमारी माया छ भने लेख्नुस् नागरिकता अनुसार हेरेर, छैन भने त्यतिकै छाड्दिनुस् है। त्यसपछि यहाँ फर्स्ट नेम के छ, फर्स्ट नेम चाहिँ तपाईले अङ्ग्रेजीमा लेख्नुस्, यता नेपालीमा लेख्नु। लास्ट नेम के छ त्यो पनि यता लेख्नुस् है थर। अरु त अनिवार्य छैन है। राष्ट्रिय परिचय पत्र नम्बर भनेको छ, यो भर्दा पनि हुन्छ, यो म्यान्डेटरी चाहिँ छैन। त्यसपछि यो चाहिँ टिक लगाउनु सेम एज तपाईकै एड्रेसमा है। त्यसपछि ग्रान्डफादर डिटेल्स, यो कुरा चाहिँ तपाईले ध्यान दिनुपर्ने हुन्छ। ग्रान्डफादर्स चाहिँ 3 पुस्ते चाहिँ तपाईले चाहिँ अनिवार्य रूपमा खुलाउनुस् है। यदि तपाईले 3 पुस्ते खुलाउनु भएको छैन भने चाहिँ तपाईको कार्ड चाहिँ टर्मिनेटेड हुन्छ। नम्बर चाहिँ तपाईलाई आउँछ, परिचय पत्र नम्बर चाहिँ तपाईलाई चाहिँ कार्ड चाहिँ आउँदैन है, त्यो प्रिन्ट भएर चाहिँ है। त्यो चाहिँ तपाईले चाहिँ ख्याल गर्नुपर्ने कुरा के छ भन्दाखेरि तपाईलेको हजुरबुवाको नाम 3 पुस्ते चाहिँ अनिवार्य रूपमा खुलाउनु पर्ने हुन्छ है। त्यसपछि यहाँ थर लेख्नुस्, मिडल नेम भए लेख्नुस्। त्यसपछि यता अङ्ग्रेजीमा पनि लेख्नुस् है त्यही नामलाई है। त्यसपछि लास्ट नेम भयो। त्यसपछि यहाँ ग्रान्ड मदर डिटेल्स भनेको छ है। ग्रान्ड मदर डिटेल्समा चाहिँ तपाईले आफ्नो हजुरआमाको नाम चाहिँ भर्नुस् है। पहिलो नाम भर्नुस्, त्यसपछि यहाँ बीचको नाम भनेको छ, बीचको नाम छ भने भर्नुस्, छैन भने नभर्नुस् है। त्यसपछि यहाँ चाहिँ फर्स्ट नेमै भर्नुस्, यता जे भर्नु भएको त्यही भर्नुस् है। त्यसपछि लास्ट नेम के छ त्यही भर्नुस् है। त्यसपछि थोरै तल चाहिँ यहाँ स्पाउस डिटेल भनेको छ। स्पाउस डिटेलमा चाहिँ यदि तपाईँ विवाहित हुनुहुन्छ भने चाहिँ भर्नुपर्ने हुन्छ, यो तपाईँको श्रीमानको नाम अथवा श्रीमतीको नाम अनिवार्य रूपमा, नत्र भर्नु पर्दैन है। थोरै तल ड्र्याग गर्दा चाहिँ गार्जियन डिटेल्स भनेको छ, यो पनि भर्नु पर्दैन है। अझै थोड़ा पर्मानेन्ट एड्रेस, यो पनि भर्नु पर्दैन। त्यसपछि नेक्स्ट गर्नुस्। एपोइन्टमेन्ट भनेको छ, यहाँ चाहिँ रिक्वेस्ट नम्बर आइसकेको छ है 13 अङ्कको। त्यसपछि यहाँ चाहिँ बायोमेट्रिक दिने स्थान भनेको छ। बायोमेट्रिक दिने स्थानमा चाहिँ यहाँ के लेखिएको छ भन्दा चाहिँ सेलेक्ट एपोइन्टमेन्ट लोकेसन भनेको छ। तपाईँ चाहिँ कहाँ हुनुहुन्छ, यदि तपाईँ आफ्नो गृह जिल्लाभन्दा बाहिर जिल्लामा कार्यरत हुनुहुन्छ र त्यहाँ तपाईँ बसोबास गर्दै आउनुभएको छ भने त्यहीबाट पनि गर्न मिल्छ। तपाईँ कहाँ हुनुहुन्छ, काठमाडौँ हुनुहुन्छ भने चाहिँ तपाईँले नारायणी दरबारलाई लोकेसन चयन गर्नुपर्ने हुन्छ एपोइन्टमेन्टको। अरू ठाउँमा हुनुहुन्छ भने अरू ठाउँको जिल्ला प्रशासन कार्यालय देखिएको छ। यो ठाउँ भन्दा यहाँको लिस्टभन्दा बाहिर हो भने चाहिँ तपाईँले अन्य चयन गर्नुहोस्। अन्य चयन गरेर चाहिँ यहाँ नेक्स्ट गर्दा हुन्छ है। नेक्स्ट गरिसकेपछि हामी प्रिभ्यू भन्नेमा आइसक्यौँ। प्रिभ्यूमा तपाईँले चाहिँ यहाँ केही सर्र हेर्नुहोस्, तपाईँको नाम मेन एप्लिकेन्टलाई चाहिँ ध्यान दिनुहोस् है। यो चाहिँ मेन एप्लिकेन्टमा तपाईँले आफ्नो नाम, बीचको नाम छ भने लेख्नुहोस्, जारी जिल्ला, नागरिकता नम्बर, जारी मिति, नागरिकता पछाडि हुन्छ है। जो चाहिँ त्यो हेर्नुहोस्, सर्र हेर्नुहोस्। एडिसनल डिटेलमा चाहिँ तपाईँको के छ, वैवाहिक स्थिति, एजुकेसन, धर्म के छ, त्यो चाहिँ सबै सर कन्फर्म गर्नुहोस् है एकचोटि। यो हेरेर चाहिँ तपाईँको पर्मानेन्ट एड्रेस ठिक छ कि नै, वडा नम्बर, तपाईँको नगरपालिका, मोबाइल नम्बर पनि हेर्नुहोस्, सबै चेक गर्नुहोस्। सर हजुरबुवाको नाम, तपाईँको आमाको नाम,
बुवाको नाम सबै चेक गर्नुस्। हजुरआमाको नाम चेक गरिसकेपछि चाहिँ यहाँ सबमिट भनेको छ है। यदि सबै ठिक छ भने चाहिँ तपाईँले यहाँ सबमिटमा क्लिक गर्नुस्। छैन भने चाहिँ प्रिभियसमा क्लिक गरेर तपाईँले सच्याएर अनि फेरि नेक्स्ट गरेर तपाईँले गर्न सक्नुहुन्छ है। म चाहिँ यहाँ सबै ठिक छ सबमिट गरेँ। आर यु स्योर भनेको छ। once submitted you will not be able to edit this application। यदि तपाईँले सबमिट गरिसक्नु भएको छ ठिक छ भने तपाईँ स्योर भएर चाहिँ यहाँ ओके गर्न सक्नुहुन्छ। यदि ठिक छैन कबै कन्फ्युजनमा हुनुहुन्छ भने क्यान्सल गरेर फेरि प्रिभियस गरेर चाहिँ तपाईँले चाहिँ सच्याएर फेरि नेक्स्ट गरेर सबमिट गर्न सक्नुहुन्छ है। म चाहिँ यहाँ चाहिँ स्योर छु भनेर मैले चाहिँ ओकेमा क्लिक गरिसकेँ है। क्लिक गरिसकेपछि यहाँ चाहिँ यस्तो किसिमको आउँछ है तपाईँको यो चाहिँ फर्म हो है। यो फर्मलाई चाहिँ तपाईँले प्रिन्ट गर्नुपर्ने आएको छ क्युआर कोड सहित। यो चाहिँ तपाईँले चाहिँ यसलाई चाहिँ प्रिन्ट गर्नुपर्ने, त्यसको लागि चाहिँ तपाईँले यहाँ चाहिँ प्रिन्टरको अप्सन देखाइएको छ त्यहाँ क्लिक गर्नुपर्ने हुन्छ है। त्यसपछि यस्तो आउँछ है। यसलाई सेभ गर्नुपर्ने हुन्छ है। तपाईँले चाहिँ अब तपाईँ यहाँ चयन गर्नुहोस् है। यहाँ मोर सेटिङमा गएर पेज भनेको छ, पेज अल भइहाल्यो, अल आउने भयो। कलर त तपाईँले अब जे गर्दा नि हुन्छ। त्यसपछि यहाँ मार्जिन चाहिँ डिफल्टै चयन गर्नुहोस् है। अरू चयन गऱ्यो भने चाहिँ तपाईँ मिनिमम भयो भने यो चाहिँ यता हेर्न सक्नुहुन्छ काटेर आउँछ है। त्यही भएर यहाँ डिफल्टै चयन गर्नुहोस्। डिफल्ट चयन गरिसकेपछि ठिक्क हुन्छ। अरू चाहिँ तपाईँले चाहिँ केही गर्नु पर्दैन। तपाईँ डाइरेक्ट तपाईँसँग प्रिन्टरको एक्सेस छ घरमा भने चाहिँ डाइरेक्ट प्रिन्ट गर्न सक्नुहुन्छ। नत्र यसलाई चाहिँ सेभ गरेर साइबर अथवा फोटो स्टुडियोमा गएर प्रिन्ट गरेर तपाईँले चाहिँ आफ्नो नजिकको स्थानमा गएर चाहिँ बायोमेट्रिक लिएर परिचय पत्रको फोटो खिचाउन सक्नुहुन्छ है। मैले चाहिँ यसलाई लास्टमा प्रिन्ट गरेँ। प्रिन्टमा क्लिक गरिसकेपछि यो चाहिँ अटोमेटिक तपाईँको डेस्कटपमा के नामले सेभ गर्नुहुन्छ। मैले चाहिँ राहुल नामले सेभ गरेँ। तपाईँको मोबाइलमा पनि यसरी सेभ गर्ने अप्सन आउँछ है। पिडिएफमा फर्मेट के छ पिडिएफमै चयन गर्नुहोस्। पिडिएफमै अटोमेटिक आउँदो रहेछ। यसमा अरू अप्सन रहन्छ। त्यसपछि सेभ गर्नुहोस्। सेभ गरेपछि यो सेभ अटोमेटिक सेभ भइजान्छ। तपाईँ यहाँ म मिनिमाइज गरेर देखाउँछु है। तपाईँलाई यहाँ हेर्न सक्नुहुन्छ है। तपाईँले यहाँ राहुल भनेको सेभ भइसकेको छ। यसलाई चाहिँ तपाईँले मेल गरेर तपाईँको नजिकको फोटो स्टुडियो अथवा साइबरमा गएर चाहिँ प्रिन्ट गरेर तपाईँ चाहिँ परिचय पत्रको फोटो खिचाउन अथवा बायोमेट्रिक लिन चाहिँ नजिकको जिल्ला प्रशासन कार्यालयमा जान सक्नुहुन्छ है। साथीहरू तपाईँलाई आजको भिडियो कस्तो लाग्यो? यदि यस्तै कन्टेन्ट चाहनुहुन्छ भने चाहिँ मेरो च्यानल चाहिँ लाइक सेयर अथवा सब्सक्राइब गरेर मलाई अझै हौसला गरी मोटिभेट गरेर चाहिँ नबिर्सनु होला है। हस् त अर्को भिडियोमा भेटौँला। नमस्कार।